हाल नेपाली राजनीति वृत्तमा काठमाडौँ महानगरका मेयर बालन शाहलाई निरन्तर हट टपिक बनेका छन्। चुनावी मैदानमा औपचारिक रूपमा उभिन नपाउँदै उनी राजनीतिक बहसको केन्द्रमा हुनु आफैमा एउटा सङ्केत हो। परिवर्तनको डर र आशाको मिश्रण। अचम्मको कुरा के छ भने देशको राजनीतिक विकास र जनजीवनसँग प्रत्यक्ष सरकार राख्ने मुद्दा हुँदा पनि केही पुराना दलका नेता र केही नयाँ दलका व्यक्तिहरू बालन शाहले लक्षित गर्दै निरन्तर कटाक्ष गरिरहेका छन्। ती कटाक्षमा आफ्नो व्यक्तिगत गल्ती, जनतामाथि गरेको व्यवस्था, देशको भविष्यसँग खेलेका सम्झौताहरू पनि कतै देखिँदैनन्। राजनीतिमा नयाँ अनुहार आउनु स्वाभाविक हो, तर प्रश्न उठ्छ, अरू नयाँ अनुहारहरू पनि छन्, तर किन आलोचना बालनमाथि मात्रै? यसको उत्तर धेरै सरल छ, किनकि डर छ। डर छ। यदि बालन शाहसँग जोडिएको राजनीतिक शक्तिले बहुमत ल्याए भने जनताले वास्तविक परिवर्तनको अनुभूति गर्नेछन्। राजनीति स्याउ हुन सक्छ भने विश्वास बलियो हुन सक्छ। अझ दुःखद कुरा त के छ भने आफ्नो राम्रो काम र योजना सुनाउन नसकेपछि अरूको बदनाम गरेर चर्चामा आउन खोज्ने प्रवृत्ति अझै जीवितै छ। यो प्रवृत्ति कुनै एक दलको होइन। यो प्रवृत्तिले पुराना राजनीतिक संस्कारको अन्त्य हुन जरुरी देखिएको छ। अहिलेसम्म बालन शाहबाट कुनै व्यक्तिगत विशेषमाथि कटाक्ष गरिएको देखेको छैन। तर फेक पोस्ट, गलत सन्देश र झुटा आरोप बनाएर बालनले यस्तो भन्यो भनेर भ्रम फैलाइँदैछ। यो राजनीति होइन, यो राजनीतिलाई फोहोर बनाउने प्रयास हो। यो कुनै व्यक्ति विशेषको पक्ष मात्र होइन, राजनीतिलाई सफा, सुन्दर, इमानदार र दिशामुखी बनाउने आग्रह हो। सधैँ उही अनुहार मात्रै नेता हुन्छन् भन्ने सोच तोडिनुपर्छ। पार्टी कहिले खराब हुँदैन, खराब हुन्छ केवल व्यक्ति र नियत।